हेलो एन्ड नमस्ते गाइज होइन मैले चाहिँ अब ब्लग चाहिँ पहिले नै खिचिसकेको थिएँ है अनि त्यहाँबाट के भन्छ डाइरेक्ट सुरु गर्ने बेलामा चाहिँ स्टार्ट गर्नु पाएको थिएन के बोले भाइ के बोले थिएन यो ब्लग आउँदैछ हेर्नु इन्जोय गर्नु है त यहाँ दुई थरी ब्लग छ एउटा दक्षिणकाली गएको र एउटा विष्णु देवीमा आरती हेर्नु गएको ब्लग छ दुईवटा टक्क बसेर आनन्दले चिल पारामा हेरेर इन्जोय गर्नु होला है त दक्षिणकाली जाँदैछौँ है गाइस मामी हुनुहुन्छ यो त ऊ नै हुँदो रहेछ भाइ वेयर वी आर हेडिङ दक्षिणकाली मन्दिर फर आवर गाडी पूजा हामी दक्षिणकाली जाँदैछौँ यहाँ बाबा होइसिन्छ यहाँ मामु रे यहाँ बेबी यता मामु कस्तो लागिरहेको त मामु रमाइलो लागिरहेको छ छोराले चलाएको गाडीमा बसेर जाँदाखेरि एकदम खुसी छु म त खुसी हुनुहुन्छ अरे मामु चाहिँ हामी चाहिँ अहिले चोबार भन्दा माथि कटिसकेका छौँ यो कुन ठाउँ भन्छ कुन ठाउँ छ यो लप्सी फेरि आइपुग्यो लप्सी फेरि हामी थाहा छैन बाटो चाहिँ यतातिर भ्यूहरू चाहिँ लास्टै राम्रो छ है तौद आइपुग्यौँ जहाँ हेर्न सक्नुहुन्छ बाउ छोराको गफ हुँदैछ त्यहाँ बाबाले गाडी चलाउने रे अब क्लच मात्रै छोड्ने गियरमा अनि बिस्तारै आफै गाडी अगाडि बढ्छ खाल्डो आयो भने एक्सिलेटर हल्का चुस्तो छोइदिने हो गियर हाल्ने क्लच थिचेर अनि दौडा जाति मान्छेलाई त केही छैन हजुर नजान्नेलाई त धेरै गाह्रो छ फेरि छैन नि एक दिन सुरुको दिन त खुट्टा फेरि लगलगै काम चाहिँ त्यो गियर फेरि क्लच मिलाउँदाखेरि थर हुन्छ मामुलाई राम्रै देखाएको छ हौ आज राम्रो देखेको छु म छोरोको गाडी चढेर छोरोले चलाएको गाडी भएर मक्क भएर राम्रो देखियो यता हेरेर भन्छ त के भन्छ छोराले गाडी किनेर छोरोले चलाएको भएर मक्क परे हान कोही रे अब मामु जिस्काउँदै होइन्छ बाबाले चाहिँ तौद आइपुग्यौँ हामी धेरै चाहिँ गयो दह गइसक्यो फर्किँदा घुम्दै आइसकेन हो मामु तौद आज नाम धेरैचोटि आज अब हामी अब दक्षिणकाली पुग्ने बेलामा भिडियो राख्छु फेरि अपडेट गरौँला अहिलेलाई चाहिँ यति नै हामी यहाँ अब पूजा सामान किन्दैछौँ गाडी पूजा गर्नको लागि दक्षिणकाली आइपुग्यौँ है गाइस आज त्यस्तो भिड चाहिँ छैन गाइजहरू हामीले फाइनली चाहिँ यहाँ हेलो पूजा सामान लिइसकेको छौँ एउटा गाडीको लागि एउटा माताको लागि माताले बोक्दै हुन्छ गाडीको लागि गाडीले नै बोक्दै हुन्छ हेर्न सक्नुहुन्छ अनि हामी चाहिँ के गर्दैछौँ सधैँ हामी भर्खर सिडी बोलेर जाँदैछौँ मन्दिर हेर्न सक्नुहुन्छ भिड छ गाइज मन्दिर यस्तो भिड छ होइन कुरै छोड्दैन तपाईँहरू यहाँ आउनु पऱ्यो भने अलि बिहानै 4 बजी आउनु त्योभन्दा अगाडि आउनु त्योभन्दा ढिला आउनुभयो भने तपाईँहरूले टेक्ने ठाउँ पाउनु ल हेर्नु हामीले टेक्ने ठाउँ पाछौँ त ल हेर्नु त कहाँ टेकेको छौँ हामीले ल हेर्नु यहाँनिर खोला सुकेर नाला भइसक्यो होइन मम्मी यहाँ रहेछ नि त खोलाको पानी कहाँबाट तल जान्छ त है गाइजहरू हामी चाहिँ पुग्दैछौँ यहाँ जुत्ता राख्ने ठाउँमा हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन यहाँ टिका लाउने मान्छेहरूको कमी छैन गाइजहरू एकछिन मान्छेहरूको कमी छैन गाइजहरू यहाँ चाहिँ जुत्तो राख्नुपर्ने हुन्छ गाइज होइन टक्क लाएर मम्मीले जुत्ता राखेर भागिसक्नुभयो अर्कोले जुत्ता राखेर भागिसक्नुभयो म चाहिँ लास्टमा हो है गाइजहरू त्यो हो मेरो चाहिँ जुन मन्दिर गयो नि चप्पल हराउँछ है गाइज ल जाउँ लाइन यता हो हाम्रो लाइन चाहिँ यता छ हेर्नुहोस् यहाँ लाइन बस्ने मान्छेहरू यहीँबाट छिरा होला होइन आउनु
ल हेर्न सक्नुहुन्छ गाइज यहाँनिर परिवार के गरेको जस्तो हो परिवार पुरा हेलो भन्दैछ परिवारले पखेटा उठाहरू दर्शन गर्न नुहाइरहेछ हामी चाहिँ अघि नुहाएर आएको है हेर्न सक्नुहोस् मन्दिर चाहिँ यही हो गाइजहरू र अहिले मन्दिरमा पूजा गरिसकेपछि माथि गाडी पूजा गर्न जाने बेलामा चाहिँ भेट्छु होइन अहिलेलाई चाहिँ बाबा नमस्तस्मै 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 नमो नमः गाइजहरू हेर्न सक्नुहुन्छ यहाँनिर होइन मम्मीहरू चाहिँ पूजासुजा सकेर टक्क पानी छ एक दुसरालाई पानी दिँदै हुनुहुन्छ चुल्ठो पाथी गरे जस्तै ल गाइजहरू अब चाहिँ गाडी पूजा हुँदैछ है हो त्यही हो यसो त नछुनु पोल छ तातो छ गाडी हेर्न सक्नुहुन्छ यहाँ टक्क गाडी टक्क गाडी पूजा चाहिँ हुँदैछ हेर्न सक्नुहुन्छ सर होइन नयाँ बनाएर पूजा हुँदैछ गाडीको लाउनु है यो सामान त खुल्लै होला गाडी ढोका सामान है ढोका हो टक्क स्टेरिङ पनि पूजा हुँदैछ क्लस्टरमा गियरमा अगाडि गियरमा यहाँ त त्यस्तै रहेछ त अहिले कसरी जानु बाटो गाइज अब यहाँ नरिवल फोडिँदैछ हेर्न सक्नुहुन्छ म चाहिँ छुटेँ किनकि यहाँ भिडियो लिने मान्छे कोही पनि हुनुहुन्न ल ल ल मम्मीले स्वस्तिक बनाउनु सिकाउनै पऱ्यो बनाएर स्वस्तिक मलाई नै आउँछ बनाउनु फेरि तल माथि चाहिँ अलिक उता उता माथि चाहिँ माथि है उता उता चाहिँ यस्तो हो माथि होइन तल माथि चाहिँ अलिक सकिन्छ नि यता होइन हो चारवटा थोप्लो पहेँलो नि होला ल एउटा गरेर गर न होइन एकैचोटि उचाल्दा हुन्छ भयो लाग्यो 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 कायदा भइगयो नि त्यहाँसम्म पुऱ्याउनु अनि पातहरू बल्छ कि
यता साइडमा ल हामी चाहिँ पूजा गरेर घर फर्किँदैछौँ घर होइन खाना खान जाँदैछौँ खाना खाने स्पट खोज्दैछौँ हामी खाना खाने स्पटै भेटिरहेको होइन कहाँ खाने भनेर डिस्कस चलिरहेछ टौदा जाने कुरा भयो अब लेट्स कता जान्छ अनि त्यहाँबाट हेरौँला गाइस धेरै डिसिजन गरिसकेपछि चाहिँ हामी अब यहाँ खाना खाने भन्ने कुरा गऱ्यौँ तौदा थकाली किचनमा अब खाना खानालाई बम बाबा र बेबी माथि गइसक्छ सबैजना म चाहिँ जाँदैछु राम्रो रहेछ यहाँ पनि ठाउँ चाहिँ खाना खान हतार गइसक्यो यहाँबाट भ्यू देखिँदो रहेछ अनि हामीले यहीँ बस्ने डिसाइड गऱ्यौँ तौदाको भ्यू हेर्न सक्नुहुन्छ बाबा खाना भयो भने सर फिससँगै आउँछ करीले तारेको माछा के माछा भन्दै होइन्छ यताबाट चाहिँ यस्तो देखिँदो रहेछ है गाउँ जस्तो लाग्छ हो मलाई चाहिँ ठाउँदा चाहिँ ल अब हामी खानाको वेटिङमा बस्छौँ पक्का हामी सिटमा आसन ग्रहण गरिसकेका छौँ मामुलाई हेरेर सक्नुहुन्छ मामु थकी देखिरहनु भएको छ भोक लाएर भोक लाग्यो बाबालाई भोक लाग्यो अरे बेबीलाई भोक लागेन ओभर भोग्ला हेर्नु न मैले झन् मोकटेल खाने भनेको मोकटेलै रहन्छ यहाँ फेन्टामा चित्त बुझाइरहेको छु मैले सबैले फेन्टा खाने बेबीको चाहिँ एक्सट्रिम सुगर बढ्छ भरे यो मैले बढ्छ अरे त्यही पनि खाइरहेको छ हेला ज्यान सुकेर लौ हेर गाइस ज्यान सुकेर राम 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 मुख फुलेर पेट फुलेर गाइजहरू हेर्नु सक्नुहुन्छ माछा काटेर ल्याइदियो भनेको यहाँ अचानकमा राखेर मर्नी गरी हानेर ल्याएछ हेर्नु बिचराको करङै निस्केछ करङ निस्केछ गाइस र गाइस हेर्छु है हाम्रो खाना आएको छ फाइनली काली खाना फाइनली घिउ चाहियो अरे यहाँ अब सुरु गरौँ खाना खाने अब केही बुझ्न सकेन बाबै मलाई बुझ्नु सकेन मिठो यहाँ हाल्यो तातो भएर तातो भएर मिठो छ कचौरामा चाहिँ किन यसरी भात हालेर दिन्छ पनि ड्याममा हालेर दिनु नि एकैचोटि होइन म होटेल म्यानेजमेन्ट पढाए मान्छे मै भोलि जान्छु फेरि हजुरहरूले होटल म्यानेजमेन्टको मिठो रहेछ खाना गाइज खाना खाना यहीँ आउनु होला नाम चाहिँ भन्दैन नखाने नम्बर भन्छु सबै राम्रो छ ल खान्छ नाम चाहिँ भनेर हामी गाइजहरू फेरि है हम फेरि भन्दैन पनि फेरि नाम चाहिँ नाम क्या भन्छु अब हामी खाना मजाले खान्छौँ अनि अब खाना आउँदैन भन्नु होला यस्तै हो के भन्नु यस्तो छ पारा हाम्रो गाइस हामी चाहिँ आरती हेर्न आएको छौँ है
गाजर अहिले चाहिँ हामी मिसन देवी मन्दिरमा टक्क आरती सुन्दैछौँ हेर्दैछौँ होइन हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन डल्लै भाइ होइन टक्क हामी आरती हेर्दैछौँ होइन यस्तो गाइज होइन स्टे ट्युन होइन यो बिहानको दक्षिणकालीको भ्लग र अहिले आरतीको भ्लग एकैचोटि मर्ज गरेर हाल्ने हो होइन टक्क हेरेर रमाइलो गर्नु होला है त
तालीको बजाय साथ दिनुहोला र आउँछ भने नाचेर पनि साथ दिनुहोला।